सम्पूर्ण श्रद्धालु भक्तजनहरूमा म योगी पूर्णानन्दको हार्दिक नमन। आज श्री सुस्थानी व्रत कथाको 15औं दिन हजुरहरू समक्ष पञ्चदशोध्याय अर्थात् 15औं अध्यायको कथा लिएर यो जीवन दर्शन युट्युब च्यानल मार्फत उपस्थित भइसकेका छौँ। सबैभन्दा पहिला सदा झैं हामी उनी परमेश्वरीको प्रार्थना गर्न गइरहेका छौँ। अन्तर हृदयदेखि श्रद्धा भक्ति भावले दुवै हात जोडेर श्री गणेशाय नमः, श्री सरस्वत्यै नमः, श्री स्वस्थानी परमेश्वर्यै नमः। ओम यं ब्रह्मा वरुणेन्द्र रुद्र मरुतः तुन्वन्ति दिव्यैस्तवैर् वेदैः साङ्गपद क्रमोपनिषदैर् गायन्ति यं सामगा ध्यानावस्थित तद्गतेन मनसा पश्यन्ति यं योगिनो यस्यान्तं न विदुषुरासुरगणा देवाय तस्मै नमः। श्रीमच्चन्दनचर्चितो ज्वलवपु शुक्लाम्बरा मल्लिका मालालङ्कृतकुण्डला प्रविलसन्मुक्तावली शोभिता सर्वज्ञाननिदान पुस्तकधरा रुद्राक्षमालाधरा वाग्देवी वदनाम्बुजे वसतु मे त्रैलोक्यमाता चिरम्। मुखं करोति वाचालं पङ्गुं लङ्घयते गिरिं यत्कृपातमहं वन्दे परमानन्दमाधवम्। नमो भगवते तस्मै व्यासायामित तेजसे यस्य प्रसादाद् वक्ष्यामि नारायण कथामिमाम्। नारायणं नमस्कृत्यं नरं चैव नरोत्तमं देवीं सरस्वतीं व्यासं ततो जयमुदीरये। साष्टाङ्गं नमनं कृत्वा स्वस्थानीं परमेश्वरीं कथां सुदुपमां देव्या श्रुत्वाभीष्टफलं लभेत्। श्री स्वस्थानी परमेश्वर्यै नमो नमः। आउनुहोस् अब पञ्चदशोध्यायको कथा श्रवण गरौँ। अन्तर हृदयदेखि एक चित्तले हामी सुन्न गइरहेका छौँ। श्री गणेशाय नमः। अथ पञ्चदशोध्यायः। कुमारजी आज्ञा गर्नुहुन्छ हे अगस्त्य मुनि। त्यहाँ उपरान्त एक दिन पार्वतीले भुकुवा घस्दा निस्केको मैलले मूर्ति बनाई द्वारमा राखेकी थिइन्। महादेवले बाहिरबाट आएर भित्र जान लाग्दा त्यस मूर्तिले जान दिएन र महादेवले त्यस मूर्तिसित युद्ध गरी क्रोधले शिर छेदन गरी भित्र गए। अब पार्वतीले महादेव छेउ द्वारमा को बसेको थियो भनी बिन्ती गरिन् र महादेवले त्यसको शिर छेदन गरी आए भनी भने। पार्वतीले त्यो त मेरो पुत्र हो, किन शिर छेदन गर्नुभयो भनी अति करुणा गरी पुत्र अभावले शोक गर्न लागिन्। त्यो देखि महादेवले हे पार्वती मैले चाल पाइन र त्यसो गरे जियाइदिन्छु शोक नगर भनी बुझाई आफ्ना गणहरूलाई डाकी हे गण हो चार दिशामा गई जो फेला पार्छौ त्यसको शिर छेदन गरी ल्याऊ भनी हराए र चन्द्रबाण सुम्पी पठाए। गणहरूले हवस भनी चार दिशामा हेर्दै जाँदा धेरै बेरपछि त्यहाँ हात्ती फेला पारी श्री महादेवका आज्ञाले चन्द्रबाण प्रहार गरे। चन्द्रबाण गयो र हात्तीको घिच्रामा लागे शिर छेदन भयो। त्यो हात्ती कस्तो थियो भने सेतो पर्वत जस्तो अति अग्लो भएको। यस्तो हात्तीको शिर लगी महादेवका अगाडि राखिदिए र हामीले यही पायौं भनी बिन्ती गरे। तब महादेवले हात्तीको टाउको मूर्तिमा जोडी जियाइदिए। त्यस मूर्तिको गणेश नाउँ रही पार्वतीका पुत्र भइरहे। त्यहाँ उपरान्त महादेव पार्वतीसित मात्र भुली भित्र रहन लागे। बिना महादेवले यो ब्रह्माण्ड संसारमा कसो गरी रक्षा होला, तसर्थ तिमी गई वाराणसीमा ल्याउने काम गर। यति इन्द्रले भनेको सुनि अग्निले हवस भनी कैलाश पर्वतमा गई भित्र जान लाग्दा द्वारपालले जान दिएनन्। वायु रूप भई तार चिराउने प्वालबाट भित्र पसी भिक्षुक रूप भई महादेव पार्वती एकान्त गरिरहेका ठाउँमा गए। यहाँ तरहसँग आएको भिक्षुक रूप अग्निलाई देखि श्री
महादेवले क्रुद्ध भई भस्म गर्न लागे। तब जगतमाता पार्वतीलाई अति करुणा भई भन्न लागिन्, हे स्वामी, भिक्षा माग्न आएका भिक्षुकलाई नाश गर्न योग्य छैन, नजानेर आएछ, केही दिउँ र जाओस्। तब महादेवले हातमा आफ्नो वीर्य लिई लौ भिक्षा ला भनिदिए। अग्निले त्यो वीर्यलाई मुखमा हाली निलिदिए र बाहिर आए। महादेवको वीर्य निल्नाले अग्निलाई गर्व रह्यो र अग्नि डराई यो अनर्थ भयो भनी गङ्गाका तीरमा गई कुशको झाडीमा उकेली आए। त्यो वीर्य आगो बल्दो झैँ बलिरहेको थियो र सप्तऋषिका पत्नीहरू 7वटी गङ्गा स्नान गर्न जाँदा देखेर कसले आगो बाली गएछ ताप्न जाउँ भनी गए। एउटीले अर्काले बालेको आगो ताप्नु छैन भनी गइन्। 6वटीले आगो तापी घर गए। ती आगो तापी जाने 6वटीलाई ऋषिहरूले थाहा पाए। तिमीहरूलाई कसो गरी गर्व रह्यो भनी सोधे। ऋषि पत्नीहरूले उत्तर केही दिन सकेनन्। तब ऋषिहरू क्रोधित भई श्राप दिए। तब ती ऋषि पत्नीहरूले गङ्गामा गई त्यो वीर्य ओकली आकाशमा गई षट्कृतिका तारा भइरहे। यस वीर्यदेखि 6 वक्र कुमार उत्पत्ति भई गङ्गाका पुत्र भई श्री महादेव छेउ रहे। त्यहाँ पछि एक दिन महादेवले गणेश र कुमारलाई डाकी आज्ञा गर्नुभयो, हे गणेश, हे कुमार, तिमी दुई गई सुमेरु पर्वत परिक्रमा गरी आऊ। जो अघि होला त्यसलाई वरदान दिउँला। यति श्री महादेवको आज्ञा सुनि कुमारले हवस भने तत्काल उठी मयूरमा सवार भई सुमेरु पर्वतलाई परिक्रमा गर्न भनी गए। कुमार गएको गणेशले देखि अब कसो गरौँ भने चित्ताकुल गरी आफ्नो वाहन मुसो छेउ गए। चिन्ताले आकुल भएका गणेशलाई मुसाले देख्यो र हे विनायक, किन त्यस्तो हुनुभयो भनी सोध्यो। तब गणेशले सुमेरु परिक्रमा गरी आऊ भनी शिवले भनेको सुनि सुमेरु परिक्रमा गरी आउँछु भनी कुमार गएको वृत्तान्त सुनाए। अब कसो गरौँ त त्यस्तो, म यस्तो ठुलो पेट लामो सुँड भएको हिँड्न सक्दिनँ, के गरौँ भने। यस्तो गणेशको वचन सुनि मुसो भन्छन्, हे गणेशजी, तपाईलाई ज्ञान दिन्छु, सुन्नुहोस्। श्री महादेव, पार्वती र गङ्गा 3 जना बसेका ठाउँमा जानु र अञ्जली बाँधी, हे पिता माता, मेरा सुमेरु पर्वत पनि हजुर नै हो, सम्पूर्ण देवता पनि हजुर नै हो भनी 3 फेर परिक्रमा गरी प्रणाम गर्नु। मेरु भनेका यी तिनै हुन्, यति गर्नाले तिमीलाई वरदान होला। यति मुसाले भनेको सुनि गणेशले भलो भनिस् भनी महादेव, पार्वती र गङ्गा 3 जना बसेका ठाउँमा गई अञ्जली बाँधी, हे पिता, हे माता, मेरा सुमेरु पर्वत पनि हजुर, अरू सम्पूर्ण देवता पनि हजुर भनी 3 फेर परिक्रमा गरी प्रणाम गरे। तब महादेव खुसी भई भने, हे गणेश, तिमी धन्य रहेछौ, वरदान ल्याऊ। तब स्वर्ग, मर्त्य र पाताल तिनै लोकमा कसैले केही काम गरे पनि पहिले तिम्रो पूजा नगरी गरेको कार्य सिद्ध नहोस् भनी वरदान दिए। सुमेरु पर्वत परिक्रमा गर्न गएका कुमार आइपुगेनन् र गङ्गाले महादेव छेउ भनिन्, हे ईश्वर, गणेशलाई वरदान दिनुभयो, मेरो पुत्र कुमार किन आइपुगेनन्। यति गङ्गाले भनेको वचन सुनि शम्भु आज्ञा गर्नुहुन्छ, हे गङ्गा, श्री स्वस्थानी परमेश्वरीको व्रत गर, तब तिम्रो पुत्र कुमार आइपुग्छ। यति महादेवको आज्ञा सुनि गङ्गाले हौस भनी विधि सोधी पौष शुक्ल पूर्णिमाका दिनदेखि हात गोडाको नङ काटी स्नान गरी शुचि भई एक भक्त रही एक चित्त गरी मेरा पुत्र कुमार आइपुगुन् भनी नित्य मध्याह्न कालमा महादेवको पूजा गर्न लागिन्। महिना दिन भयो र माघ शुक्ल पूर्णिमाको दिन 800 रोटी, 800 पान, 800 टुक्रा सुपारी, 800 जाइका फूल, धूप, दीप, नैवेद्य सम्पूर्ण सामग्री तयार गरी हर्षिमा ओमकार लेखी श्री स्वस्थानी परमेश्वरीको पूजा गर्न लागिन्। सम्पूर्ण पूजा गरिसकी अर्घ दिई स्तुति गरी प्रसाद झिक्न लाग्दा श्री स्वस्थानी परमेश्वरीका व्रतका प्रभावले कुमार आइपुगे। अब गङ्गाले धन्य श्री स्वस्थानी परमेश्वरी भनी आफ्ना पुत्रलाई प्रसाद र आशिष दिइन्। ती कुमारले आज्ञा गरेको सुनि अगस्त्य मुनि बिन्ती गर्छन्, कन्द कुमार, तारकासुर दैत्यले कसको तपस्या गरेर वरदान पाई इन्द्रको अमरावती समेत लियो, फेरि कुन तरहसँग कसले मारिदियो र इन्द्रले फेरि रजाई गरे, यो सब वृत्तान्त आज्ञा होस्। यति अगस्त्य मुनिको वचन सुनि कुमारजी आज्ञा गर्छन्, कश्यप ऋषिका छोरा तारकासुर दैत्य दुग्ध प्रभा नामक तीर्थमा स्नान गर्न जाँदा पेची मुनिले तपस्या गरिरहेको देखि तपस्या गर्नको अति मन सुवा हुँदा तारकासुरले पेची मुनिसँग सोध्यो कि हे मुनीश्वर, तिमीले तपस्या गरेको देखि मलाई पनि तपस्या गर्नको साह्रै मन सुवा भयो, कसो गरी तपस्या गर्ने हो भन्दा पेची मुनिले, हे तारकासुर, तैँले तपस्या गर्ने भए यो दुग्ध प्रभा नामक तीर्थका
इरानमा हिमालय पर्वत छन्, त्यहाँ गई ब्रह्माको तपस्या गर। यति पेची मुनिको वचन सुनि तारकासुर त्यतैबाट तपस्या गर्न हिमालय पर्वतमा गई महाकष्ट गरी 1000 वर्षसम्म ब्रह्माको तपस्या गर्यो र ब्रह्मा प्रसन्न भई, हे तारकासुर, तेरो तपस्यादेखि म सन्तोष भएँ, वरदान माग भनी आज्ञा भयो। तब तारकासुरले ब्रह्मालाई साष्टाङ्ग प्रणाम गरी, हे ईश्वर, तपाईँले सृष्टि गर्नुभएको 5 वर्ष नाग्यो, प्राणी कसैले मलाई मार्न नसकुन्, जसले मेरो शिर भुइँमा गिराउला त्यसको पनि शिर फुटी मरोस्, फेरि सम्पूर्ण देवतालाई जित्न सकौँ भनी माग्यो। ब्रह्माले तथास्तु भनी वरदान दिए, ब्रह्मास्त्र समेत दिए। तब ब्रह्मा अन्तर्ध्यान भए, तारकासुर दैत्य बलवान भई कसैलाई घाँस बराबर नमानी सकल दैत्यलाई साथमा लिई युद्ध गर्न अमरावतीमा गए। तारकासुरले कोटी कोटी दैत्य साथमा लिई युद्ध गर्न आएको देवताका राजा इन्द्रले देखि 33 कोटी देवता जम्मा गरी आफ्ना शस्त्र अस्त्र लिई युद्ध गर्न अघि सरे। देवताको र दैत्यको अघोर युद्ध हुँदा देवताहरूले तारकासुरका कोटी कोटी सेना मारिदिए। आफ्ना कोटी कोटी सेनाको नाश गरेको देखि तारकासुरले शुक्राचार्यसँग गई बिन्ती गर्यो, हे गुरु, देवताले हाम्रा सेना दैत्य कौटियौंको नाश गरिदिए, तपाईँले उद्धार गर्नु पर्यो। तारकासुरले यसरी बिन्ती गर्दा शुक्राचार्य आई सञ्जीवनी विद्या पढी पानी छरिदिएर मरेका सकल दैत्य ब्युती फेरि युद्ध गर्न अघि सरे। यस्ता तरहसँग आफूले मारेका दैत्य फेरि शुक्राचार्यले बचाइदिएको इन्द्रले देखि क्रुद्ध भई ऐरावत हात्तीमा चढी वज्र प्रहार गरी अनेक तरहसँग 10,000 वर्षसम्म महाघोर युद्ध गरे। दुवैतर्फका कोटी कोटी सेना नाश भए। दैत्यहरू मर्ने बित्तिकै तुरुन्त शुक्राचार्यले बचाइदिए। देवता मरेको मर्यै भई जाने हुँदा देवराज इन्द्र समेत सकल देवता हार मानी त्यहाँदेखि भागी आफ्ना गुरु बृहस्पति ऋषि छेउ गई वृत्तान्त सुनाए। यति इन्द्रका वचन सुनि बृहस्पतिले, हे महाराज, यो संग्राममा तिम्रो जित हुन सक्दैन, किनभने तारकासुर दैत्यले 1000 वर्षसम्म बडा कष्टले तपस्या गर्दा ब्रह्मा प्रसन्न भई मैले सृष्टि गरेका प्राणीले मार्न सक्ने छैनन् भनी वरदान दिएका छन्। सर्थ तिमीहरू महादेवको शरणमा जाऊ भनी भन्दा त्यहाँदेखि देवताहरू भागी आई मर्त्य मण्डल मृगस्थलीमा लुकिरहेका थिए। देवताहरू भागेपछि दैत्यराज तारकासुरले स्वर्ग, मर्त्य र पाताल तिनै लोकको रजाइ गरी परम आनन्दले रहेका थिए। हे अगस्त्य मुनि, त्यहाँ उपरान्त तारकासुरले दुःख दिइराखेका देवताका राजा इन्द्र धेरै समयसम्म त्यही लुकिरहे। अब इन्द्रले 33 कोटी देवतालाई डाकी, हे देवता हो, पापिष्ट तारकासुर दैत्यले अमरावती लिई हामीलाई दुःख दिएको धेरै काल भयो। अब त्यसको संहार गरी अमरावती लिऊ। श्री महादेवलाई गणेश र कुमार 2 पुत्र भएका छन्। तिनले हाम्रो शत्रु भएको तारकासुरको नाश गरिदिन्छन्। महादेव छेउ गई बिन्ती गरौँ भने 33 कोटी देवता समेत भई महादेव छेउ गए। हे जगदीश्वर, पापिष्ट तारकासुर दैत्यले अमरावती लिई हामीलाई दुःख दिएको धेरै काल भयो। अब त्यसको संहार गरी देवताहरूको उद्धार गर भनी बिन्ती गरे। यति इन्द्रादि देवताको वचन सुनि शम्भुले आज्ञा गर्नुभयो, हे देवता हो, तारकासुर दैत्यलाई मैले मार्नु हुँदैन, मेरा पुत्र कुमारले मारिदिन्छन्। सम्पूर्ण देवता यक्ष गन्धर्वले कुमारलाई सेनापति तुल्याई युद्ध गर्न जाऊ, म पनि आउँला। यति महादेवको वचन सुनि इन्द्रले हवस् पनि 33 कोटी देवता यक्ष गन्धर्व भूत प्रमथ गण समेत भई कुमारजीलाई तारकासुर दैत्यसँग युद्ध गर्न जान पिनाक धनु प्रदान गरे। गणेशलाई भन्न बिर्से। तब गणेशले आफ्ना वाहन मुसा छेउ भने, हेर, मलाई वरदान दिएको आज अन्यथा गरे। यति गणेशले भनेको सुनि, हे गणनाथ, अन्यथा गरेको होइन, हजुरलाई भन्न बिर्से। म गई सम्झाइ आउँछु भनी गई प्रस्थान गरी राखेको पिनाक धनुको ताँदो काटिदिए। यो देखि इन्द्रादि देवताले विघ्न भयो, यो प्रस्थान भएन भन्न लागे, तर महादेवले विघ्न भएको होइन, गणेशलाई भन्न बिर्स्यौ, गणेशलाई पनि लैजाऊ। यति महादेवले आज्ञा गरेपछि गणेश समेत भई युद्ध गर्न अमरावतीमा गए। देवताको र दैत्यको परस्पर युद्ध भयो। तारकासुर दैत्यले कुमारको रथ घचेटी 1 योजन पछि हटायो। यो देखि कुमार क्रुद्ध भई तारकासुर दैत्यको रथ घचेटी 4 योजन पछि हटाए। तब तारकासुर क्रोध भई खड्ग प्रहार गर्यो। कुमारले आफूमाथि खड्ग प्रहार गरेको देखि धनुबाण कानसम्म खैची तारकासुरको खिच्रो ताकी चन्द्रबाण प्रहार गरे। चन्द्रबाण गयो र दिनको सूर्य अस्ताई रातका तारा नउदाउँदै यस्ता बेलामा तारकासुरको शिर छेदन गर्यो। यो देखि महादेव चाँडै गई तारकासुरको शिर भूमिमा पर्न नपाई बीचमा समाति लिए, गिड भूमिमा पर्यो। तारकासुर मरेको देखि दैत्यगणले
10 दिशामा भागी आफ्ना आफ्ना प्राणको रक्षा गरे। तब सम्पूर्ण देवताहरूले धन्य कुमार भनी गुण कीर्तन गरी कुमारलाई अघि लगाई कैलाश पर्वतमा गएर इन्द्र बिन्ती गर्दछन्, हे जगदीश्वर, तपाईँले कृपा गर्नाले शत्रु संहार गरी आए। अब आज्ञा भए अमरावती जाँदो हुँ। यसरी बिन्ती गर्दा महादेवले तिम्रो राज्य अकङ्टक होस् भनी बिदा दिई इन्द्रले महादेवलाई दण्डवत गरी 33 कोटी देवताका साथ अमरावती गई आनन्दले राज्य गर्दा भए। इति श्री स्कंद पुराणे केदारखण्डे माघमाहात्म्ये कुमार अगस्त्य संवादे श्री स्वस्तानी परमेश्वर्या व्रतकथायां तारकासुर दैत्यवधो नाम 15दशोऽध्यायः। श्रद्धालु भक्तजन, आजको यो 15दशोऽध्यायको कथाको वर्णन यही समाप्त भएको छ। भोलि यसै समयमा 16दशोऽध्यायको कथा लिएर उपस्थित हुने नै छु। त्यसभन्दा पहिला पुष्पाञ्जली। ओम उपनयतु मङ्गलः सकल जगन् मङ्गलालयः विमान दिनकर किरण निबोधित नवनलिन दल निवेक्षणः श्रीकृष्णः काले वर्षतु पर्जन्यः पृथिवी सस्यशालिनी देशोऽयं क्षोभरहितो ब्रह्मणः सन्तु निर्भयः अपुत्रः पुत्रिणः सन्तु पुत्रिणः सन्तु पौत्रिणः निर्धनः सदनः सन्तु जीवन्तु शरदां शतम्। तत्रैव गंगा यमुना च तत्र गोदावरी सिन्धु सरस्वती च तीर्थानि सर्वाणि वसन्ति तत्र यत्राच्युतोदार कथा प्रसंग। या कुन्दन्दुतुषारहार धवला या शुभ्रवस्त्राभृता या वीणा वरदण्डमण्डितकरा या श्वेतपद्मासना या ब्रह्माच्युत शङ्कर प्रभृतिभिर्देवैः सदा वन्दिता। मां पातु सरस्वती भगवती निशेषजाड्यापहा। कायेन वाचा मनसेन्द्रियैर्वा बुद्ध्यात्मना वा प्रकृति स्वभावात् करोमि यद्यत् सकलं परस्मै नारायणायेति समर्पयेतत्। अनन्यचेतसा भक्त्या श्रुतं यच्च कथा अमृतं समर्पयामि तत्सर्वं स्वस्थानीं परमेश्वरीं। समर्पयामि तत्सर्वं स्वस्थानीं परमेश्वरीं। श्री स्वस्थानी माताको जय। श्री स्वस्थानी माताको आशीर्वाद र कृपाले हामी सबैको जय होस्, कल्याण होस्, मङ्गल होस्, हामी सबैको समय शुभ रहोस्। जय गुरुदेव।